किसी शायर की गजल ड्रीम गर्ल। सो गाइज इस्टु कार्की अहिले सोसल मिडियामा एकदमै एक्टिभ कन्टेन्ट क्रिएटर हुन्। हल्का रमाइलोबाट निकालियो भन्ने कुराहरू एकताका सामाजिक सञ्जालमा जताततै हेर्न पाइन्थ्यो, जसको दोष पनि बल्छी यानि मरिचमान श्रेष्ठलाई लाग्ने गर्थ्यो। हालै आफ्नो फिल्म गोबर गणेशको प्रमोसन गर्ने क्रममा रजतपट सोमा पुगेका बल्छीलाई प्रकाश सुवेदीले इस्टु कार्कीको पिक्चर देखाउँदै हल्का रमाइलोबाट किन कसरी निकालियो भन्ने प्रश्नमा बल्छी ध्रुवेले एकदमै मजाको एक्सप्लेन गरेका छन् र जवाफ दिएका छन्। बल्छी ध्रुवेको अनुसार उनी भन्छन् काम गर्दै जाँदा उनले अर्कै प्रोजेक्टमा हात हाल्नुभयो र हामीले बोलाउँदा इस्टु कार्कीले हामीलाई समय नदिएको हो र उनी हाम्रो कार्यक्रम हल्का रमाइलोबाट आफै निस्केकी हुन्। हामीले कसैलाई पनि कहिले पनि निकालेका छैनौँ, कारणवश उहाँहरू आफैले छोडेर जानुभएको हो। जुन भिडियो क्लिप तपाईँहरूको लागि यहाँ हेर्नुहोस् त। इस्टु कार्की उहाँलाई पनि निकालिदिनु भयो? निकाले होइन, के गर्नु? उहाँले पनि हामीलाई जस्तो मैले भेटेपछि काम गर्ने कुरा भयो, एकदमै राम्रो कलाकार। अनि त्यसपछि अर्को एउटा सिरिजमा गएर अनि उसले चाहिँ गइसकेपछि नि हामीले कल गर्दाखेरि उसले चाहिँ हाम्रोमा प्रायोरिटी दिनु भएन भनौँ न। खै अनि हामीले तँ खेल्छ सिकिएर जस्तो नानी भने राजदाईको कोठामा थियौँ हामी, के गर्ने त्यो हप्तालाई भने परेन नि त मलाई सोच्न दिनु भन्ने कुरा गऱ्यो उसले पनि। अनि अब के गर्ने त लौ त नि भनेर अनि उसले टाइम त्यति धेरै उ भएन। तर मेरो चाहिँ उसँग केही पनि नराम्रो छैन, एकदम कुरा भइरहेको आफै छोडेको। हामीले कसैलाई निकालेकै छैनौँ क्या, कारणवश निस्किने हो अनि यसलाई निकालेको भन्ने। फेरि हाम्रो फिल्म जस्तो गोबर गणेश हामी 1 महिना काम गऱ्यौँ, 2 महिना काम गऱ्यौँ, सबै चिज सक्यो होइन। टेक्निसियन कहाँ जान्छन्, कलाकार कहाँ जान्छन्, तर सिरिजमा चाहिँ लामो समय काम गर्दाखेरि सानो यस्तो कुराहरूलाई चाहिँ एउटै खाटमा सुतेपछि लात्ता लाग्छ भने जस्तै भइरहन्छ, चलिरहन्छ। तर मनदेखि एकदम अहिले राम्रो उसले कन्टेन्टहरू बनाउँछन्, कहाँ जान्छन्, भिडियो बनाउँछन्। यस्तो